आज म हाम्रो देशका पूर्व प्रधानमन्त्री तथा ऐतिहासिक नेता पुष्पकमल दाहाल प्रचण्डको यो लामो राजनीतिक यात्रामा देश हितका लागि के कुराहरू भए, के कामहरू भए भन्दै उहाँको योगदानको चर्चा परिचर्चा गर्न गइरहेको छु। कम्युनिस्ट आन्दोलनबाट आफ्नो यात्रा सुरु गर्नुभएका प्रचण्ड लामो समय भूमिगत रहे, क्रान्तिको पथमा लाग्नुभयो। सन् 1996 देखि 2006 सम्मको 10 वर्षे माओवादी सशस्त्र द्वन्द्व जनयुद्ध उहाँको नेतृत्वमा भएको थियो। यस द्वन्द्वको मुख्य उद्देश्य राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापनाको माग, समाजवाद र जनताको सत्ता स्थापना, समाजमा कमजोर वर्गमाथि भएको दमनको अन्त्य। प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनकै कारण नेपालमा 240 वर्षे राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। यो नेपालको इतिहासकै सबैभन्दा ठूलो राजनीतिक परिवर्तन हो। 2062-63 को जनआन्दोलनमा सहकारी माओवादी र सत्तादलीय गठबन्धन बीचको 12 बुँदे समझदारीले जनआन्दोलनलाई सफल बनायो, जस परिणामस्वरूप राजा ज्ञानेन्द्रले सत्ता त्यागे। अस्थायी संविधान र संविधान सभा स्थापना प्रचण्डको सक्रियतामा अस्थायी संविधान 2063 जारी भयो र पहिलो पटक संविधान सभा मार्फत संविधान लेख्ने प्रक्रिया सुरु भयो। 2062 सालको नयाँ संविधान निर्माण प्रचण्ड संविधान सभा सदस्य तथा नेताका रूपमा नेपालको संविधान 2072 निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, जसले देशलाई सङ्घीय संरचनामा अगाडि बढायो। शान्ति प्रक्रिया र सेना एकीकरण, हजारौं माओवादी लडाकुहरूलाई राजनीतिक मूलधारमा ल्याउने, सेनामा एकीकरण गर्ने र द्वन्द्वपछिको शान्ति स्थापनामा प्रचण्डको अहम भूमिका रह्यो। भूकम्पपछिको पुनर्निर्माण र विकास योजनाहरू, प्रधानमन्त्रीको हैसियतले प्रचण्डले भूकम्प पीडितको पुनर्स्थापना, विद्युत उत्पादन र सडक निर्माण, चीन र भारतसँग सन्तुलित कूटनीतिमा निकै ठूलो भूमिका खेले। प्रचण्ड नेतृत्वमा बनेको संविधानले आदिवासी जनजाति, दलित, महिला र पिछडिएको वर्गको उत्थान गर्ने कानुनी संरचना बनायो। यद्यपि यो कानुनले अहिले ती सीमाङ्कित वर्गहरू हित कार्यान्वयन नहुँदा आलोचना पनि भोगिराख्नु भएको छ। तर यथार्थ के हो भने प्रचण्ड एक ऐतिहासिक निर्माता नेता हुन्। उहाँले देशमा राजनीतिक क्रान्ति, गणतन्त्रको स्थापना, समाजमा न्याय, संविधान निर्माण र समाजको सन्तुलन कायम गर्न उल्लेखनीय योगदान गर्नुभएको छ। हामीले नेताको मूल्याङ्कन गर्दा आलोचना मात्र होइन, उहाँले देशका लागि के गरे भन्ने पनि हेर्नु पर्दछ। प्रचण्ड मलाई मनपर्ने नेताहरूमध्ये एक नेता हुनुहुन्छ। त्यसैले उहाँले गरेका देशहित र जनताहित कामहरूबारे तपाईहरूलाई मैले जानकारी गराएँ। तपाईहरूलाई प्रचण्ड कस्ता नेता हुन् जस्तो लाग्छ? कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा गएर लेख्नुहोला। हवस् त, धन्यवाद।